वृश्चिक राशिको वैवाहिक जीवन र प्रेम सम्बन्ध कुन राशिसँग कस्तो हुन्छ? 12 राशिहरूमा प्रत्येक राशिहरूको फरक फरक गुण र स्वभाव हुने गर्छ र यी राशिहरू पनि एक आपसमा शत्रु राशि र एक आपसमा मित्र राशि तथा अति मित्र राशिहरू हुने गर्छन्। यदि जो कसैको पनि विवाह शत्रु राशिसँग हुन्छ भने लाखौं खर्चेर गरेको विवाह होस् या प्रेम विवाह नै किन नहोस्, वैवाहिक सम्बन्ध केही वर्ष ठिकै चले पनि लामो समयसम्म टिक्न सकेको हुँदैन, किनभने यिनीहरूको एक आपसमा मन मिल्दैन, सोच र विचारमा सहमत हुँदैनन्। सानो सानो कुरामा पनि कलेश र झगडा जीवनभरि भइ नै रहने गर्छ। यिनीहरू एकअर्काप्रति सन्तुष्ट हुन सकेका हुँदैनन्। विवाह गरेपछि खुसी भन्दा पनि झन चुनौतीहरू थपिने गर्छ। परिवारदेखि अलग बस्न चाहना राख्ने, छुटिएर अलग बस्न खोज्ने, आफ्नो परिवार अथवा जीवनसाथीसँग भन्दा पनि पराईसँग सम्बन्ध बनाउन रुचि राख्ने गर्छन् र जीवनमा यस्तो मोड आइपुग्छ कि यही कारणले बिछोड हुने, सम्बन्ध विच्छेद गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइलाग्ने गर्छ। तर यस्तो परिस्थिति आउनुमा हाम्रो आफ्नै कमी कमजोरीले हो। विवाह गर्नु पहिला सही गुण मिलान नगर्नु, मित्र राशिसँग विवाह नगर्नु नै हो। साथै कसैको जन्म लग्न कुण्डलीमा ग्रह दोष, दुई विवाह योग, माङ्गलिक योग तथा औँसीमा जन्मेको योग यस्तो योग हुनेहरूले वैवाहिक दोष कटाइएन भने वैवाहिक सम्बन्ध असफल हुने गर्छ। आजको यस भागमा म वृश्चिक राशिको प्रेम र वैवाहिक जीवन कुन राशिसँग सफल हुन्छ र कुन राशिसँगको सम्बन्धले जीवनमा खुसियाली भन्दा पनि झन चुनौतीहरू थपिने गर्छ, यसै विषयमा विस्तारले चर्चा गर्नेछु। म हुँ राजु पराजुली। हाम्रो च्यानलमा नयाँ जोडिनु भएको हो र अझै यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एक लाइकसँगै सब्सक्राइब गर्न नभुल्नुहोला। 12 राशिहरूको चक्रमा 8औं स्थानमा पर्ने 8 नम्बरको राशि हो वृश्चिक राशि, जसको सङ्केत चिन्ह बिच्छू हो। यसको स्वामी ग्रह मङ्गल हो। वृश्चिक राशि जलतत्व राशि हो। वृश्चिक राशिमा जन्म हुनेहरू भावनात्मक रूपमा तीव्र, रहस्यमय र दृढ इच्छा शक्ति भएका हुन्छन्। यिनीहरूको व्यक्तित्वमा एक प्रकारको चुम्बकीय आकर्षक हुन्छ। जलतत्व र मङ्गलको संयोजनले गर्दा यिनीहरूको भावनाहरू अत्यन्तै गहिरो र शक्तिशाली हुने गर्छ। यिनीहरू सत्यको खोजी र परिवर्तनमा विश्वास गर्छन्। यिनीहरू आफ्नो भनाइहरू र योजनाहरूलाई गोप्य राख्न रुचाउँछन्। वृश्चिक राशिलाई जो पायो त्यसैले बुझ्नै सक्दैन। जसले बुझ्छ त्यसको लागि यिनीहरू प्राण दिन पनि पछि पर्दैनन्। यिनीहरूलाई कसैले धोका दिएमा या चोट पुर्याएमा छिट्टै बिर्सिँदैनन् र बदला लिने प्रवृत्ति राख्छन्। अलिअलि यिनीहरूमा शङ्का गर्ने बानी पनि हुने गर्छ। यिनीहरू सजिलै कसैमाथि विश्वास गर्दैनन् र जहिले पनि अरूको नियतमा शङ्का गर्ने बानी हुन्छ। आफ्ना भावनाहरू अति लुकाउने बानीले गर्दा सम्बन्धमा दूरी पनि आउने गर्छ। यिनीहरू आफ्नो वातावरण र वरपरका मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन्, जसको कारण बेला बेलामा सम्बन्धहरूमा तनाव उत्पन्न गराउने गर्छ। प्रेम सम्बन्ध र वैवाहिक जीवनमा वृश्चिक राशि हुनेहरू प्रेममा अत्यन्तै भावुक, गहिरो समर्पित हुन्छन्। यिनीहरू सतही प्रेमभन्दा पनि आत्माको गहिराइसम्म जोडिने सम्बन्ध चाहन्छन्। आफ्नो पार्टनरसँग पूर्ण इमान्दारीको अपेक्षा गर्छन्। यिनीहरूको प्रेममा तीव्र जुनून हुन्छ र यिनीहरू सम्बन्धलाई लिएर अत्यन्तै गम्भीर हुन्छन्। तर यिनीहरूको सङ्काली स्वभाव र अधिकार जमाउन खोज्ने बानीले सम्बन्धमा विश्वासको सङ्कट पनि ल्याउन सक्छ। तर यिनीहरूमा सम्पत्ति लुकाउने वा गोप्य लगानी गर्ने प्रवृत्ति हुन्छ। यिनीहरू जोखिम लिन तयार हुन्छन् र अचानक धन लाभ गर्ने सम्भावना पनि हुन्छ। यिनीहरू अरूको पैसा व्यवस्थापन गर्नमा सफल हुन्छन्। वृश्चिक राशिको माया रहस्यमय र गहिरो हुन्छ। यिनीहरू कम बोल्छन् तर आँखा नै सबै कुरा भन्छ। पार्टनरको दुःखमा पनि यिनीहरूलाई असह्य पीडा दिने गर्छ। वृश्चिक राशिलाई गहिरो मनोबल र अत्यन्तै शक्ति भएको राशिको रूपमा चिनिन्छ। यो राशिको शक्ति बाहिर देखिँदैन तर भित्र धेरै हुन्छ। भावनात्मक घाउबाट पनि बलियो बन्ने, कसैले जित्न नसक्ने मानसिक शक्ति, लक्ष्यमा लागेपछि अन्त्यसम्म नछोड्ने, एक्लै बस्न मन लाग्ने, गहिरो सोच, कसैको डर नलाग्ने, समस्या आइपरे चुपचाप ह्यान्डल गर्ने गर्छन्। तर यिनीहरूले धोका पाए वा अपमान भयो भने
यिनीहरूको रिस सुनामी जस्तै हुन्छ। बाहिर शान्त, भित्र ज्वालामुखी सरह हुन्छ। बाहिर चुपचाप देखिए पनि भित्र धेरै सोचिरहेका हुन्छन्। कसैले के भन्यो, के चाह्यो यी सबै कुरा बुझ्छन्, तर जब यिनीहरू कसैलाई आफ्नो मान्छे ठान्छन् त्यति बेला कठोर रणनीति होइन, गहिरो प्रेम र निष्ठाले मन जित्छन्। दिमागले योजनाबद्ध मनले अटुट माया गर्छन्। वृश्चिक राशि हुनेहरू प्रेमलाई खेल होइन, आत्मिक यात्रा ठान्छन्। एकपटक धोका पाए भने यिनीहरू पुनः माया गर्न डराउँदैनन्। चोटले यिनीहरूलाई कमजोर होइन, अझ गहिरो प्रेमी बनाउँछ। वृश्चिक राशिको स्त्री होस् या पुरुष होस्, मित्र राशिसँग वैवाहिक सम्बन्धमा जोडिन्छन् भने वृश्चिक राशिलाई आफ्नो जीवनसाथी बनाउन पाउने जनलाई भाग्यमानी मान्नुपर्छ। किनभने वृश्चिक राशि हुनेहरू गहिरो सोच, जोश र रहस्यको प्रतीक हो। यिनीहरू भावनामा, गहिरो लक्ष्यमा अडिग र जोखिममा पनि स्थिर रहन सक्छन्। यिनीहरूको आँखा नै साहसको भाषा बोल्छ। यिनीहरू प्रेममा होस् या सम्बन्धमा किन नहोस् पूर्ण समर्पित हुन्छन्। या त सबै दिन्छन् या त केही पनि होइन। आफ्नो घर परिवारप्रति अति नै जिम्मेवार हुन्छन्। वृश्चिक राशि हुने युवा युवतीहरूको प्राय यही जिज्ञासा हुन्छ कि मेरो जीवनसाथी कस्तो गुण र स्वभावको हुन्छ होला। ज्योतिषशास्त्रमा भनिएअनुसार वृश्चिक राशिको लागि जीवनसाथी शत्रुलाई पनि माफ गर्न सक्ने विशाल हृदय भएका सहनशील हुन्छन्। भावुक, आध्यात्मिक स्वभावको हुन्छन्। कला, सौन्दर्य, सङ्गीत र विलासितालाई धेरै मन पराउँछन्। अत्यन्तै व्यवहारिक, प्र्याक्टिकल हुन्छन्। अलि जिद्दी स्वभाव पनि यिनीहरूमा हुने गर्छ। आफ्नो निर्णय र विचारधारामा अडिग रहन्छन्, तर घर परिवारलाई कुनै कुराको कमी राख्न चाहँदैनन्। परिवारमा प्रेम र सद्भाव बनाएर लैजाने गर्छन्। यस्तो गुण र विशेषताले भरिएको हुन्छन् वृश्चिक राशिका जीवनसाथी। ज्योतिषशास्त्रमा बताइए अनुसार वृश्चिक राशिको वृश्चिक राशिसँग नै मीन राशि, कर्कट राशि र कन्या राशिसँगको वैवाहिक सम्बन्धलाई उत्तम जोडी मानिएको छ। वृश्चिक राशिको यी राशिहरूसँगको सम्बन्धले जीवनमा आइपर्ने जस्तो सुकै चुनौतीसँग पनि जोखिम लिएर काम गर्न सक्ने साहस हुन्छ। ठुलो लक्ष्य बनाएर त्यसलाई पुरा गर्न सामर्थ्य हुन्छन् र एकअर्काको भावनालाई बुझ्ने, एकअर्काको दुःख र दर्दलाई महसुस गर्न सक्ने हुन्छन्। जीवनको अन्तिम कालसम्म यिनीहरू एक आपसलाई साथ दिइरहन्छन्, कहिल्यै साथ छोड्दैनन्। त्यस्तै वृश्चिक राशिको वृषभ राशिसँगको सम्बन्ध सामान्य नै मानिन्छ। यिनीहरू बीच केही कुरामा वैचारिक मतभेद र सोच विचार नमिले पनि पति पत्नी बीच रोमान्टिक सम्बन्ध राख्न सफल हुन्छन्। त्यसै गरी वृश्चिक राशिसँग मकर राशि, मेष राशि, कुम्भ राशि र सिंह राशिसँगको वैवाहिक सम्बन्धले यिनीहरू बीच सानो सानो कुरामा पनि मन र विचार मिल्दैन र जीवनभरि कलेश, झगडा इत्यादि यिनीहरू बीच भइ नै रहने गर्छ। त्यस्तै वृश्चिक राशिको तुला राशि, धनु राशि र मिथुन राशिसँगको वैवाहिक सम्बन्धलाई शुभ मानिँदैन। वृश्चिक राशिले यी राशिसँग वैवाहिक सम्बन्ध नजोडेको नै राम्रो हुन्छ। यी राशिसँगको सम्बन्ध 2-4 वर्षसम्म सामान्य नै चले पनि त्यसपछि खुसियाली भन्दा पनि झन चुनौतीहरू आइपर्ने गर्छ र जीवनमा खुसी भन्दा पनि वैवाहिक बन्धनमा निराशमै बित्ने गर्छ। त्यसैले त भन्ने गरिन्छ कि पति पत्नी बीचको सम्बन्ध त एउटा रथको 2 पाङ्ग्रा सरुवा हुनुपर्छ, जो एकअर्को बिना चल्न सक्दैन। त्यसरी नै वैवाहिक सम्बन्धमा पनि पति पत्नी दुवैको साथ र सहयोग बिना जीवन चल्न कठिन हुन्छ। जीवनसाथी त यस्तो हुनुपर्छ कि एकअर्काको भावनालाई बुझ्न सक्ने, एकअर्काको दुःख र दर्दलाई महसुस गर्न सक्ने जीवनसाथी भयो भने अनि मात्रै सुखी, खुसी र समृद्धशाली जीवन बिताउन सकिनेछ। दर्शकबिन, यो थियो वृश्चिक राशिको वैवाहिक जीवन र प्रेम सम्बन्ध सबै 12 राशिहरूमा कुन राशिसँग कस्तो हुन्छ। अन्य जानकारी लिन चाहनुहुन्छ भने कमेन्टमा लेखेर जिज्ञासासहित पठाउनुहोला। हामी तपाईँको सबै जिज्ञासाको सम्बोधन अवश्य गर्नेछौँ र हाम्रो च्यानलमा नयाँ जोडिनु भएको हो र अझै सब्सक्राइब गर्नुभएको छैन भने एक लाइकसँगै सब्सक्राइब गर्न नभुल्नुहोला।